राति 12 बजे हामी जिल्ला प्रहरी कार्यालय गयौँ। त्यहाँ गएर मैले ल पंकज चौधरी यहाँ हुनुहुन्छ भने मलाई एकचोटि देखाइदिनु भनेर त्यत्रो रिक्वेस्ट थुनुवामा हैन हजुर थुनामा छ भनेर उहाँहरूले भन्नुभयो। थुनामा छ भने चाहिँ देखाइदिए हामी मतलब फर्केर आउँथ्यौँ। तर रातभरि हामी त्यही चिसोमा बाहिर बसिराख्यौँ। उनीहरूले देखाइदिनु भएन। बिहान 7 बजे जाँदा चाहिँ पंकज चौधरी एकदम फ्रेस भएर निस्किनु भयो। त्यहाँ पनि मैले उहाँसँग भेट्न आदेश लिएर आउनु पर्ने रे, बिना आदेश भेट्न नपाइने। त्यहाँबाट आउँदा चाहिँ घरको मान्छेहरू भागिसक्नु भएको रहेछ। तालचा लगाएर भागिसक्नु भएको छ। यहाँ कोही हुनुहुन्न, सबै भागिसक्नु भएको छ। हिजो त तालचा भित्रबाट गर्नु भएको थियो, खोल्नु भएन। हामी यही तल यसो ओस्याएर बसेको थियौँ। अनि अब अहिले त बिहान हामी अहिले जिल्लाबाट आए हेरेर एकजनालाई थुनेर मात्र हुँदैन, 5 जना मिलेर कुटेको छन्, 6 जना माथि गुज्रिहालेको छन् भने एकजना पंकज चौधरी मात्र पक्राउ परेको छ। अब 5 जना अझ पक्राउ हुन बाँकी छ। यिनीहरू भाग्नु भएको छ। अहिले हेर्नु तालचा लागेको छ। तर पनि हामी यही बस्नेछु अनि तपाईहरू साथ सपोर्ट गरिदिनु। अब कति दिन भाग्ने हो, आफ्नै घर छोडेर भाग्यो भने त्यो पनि एउटा अब अपराधी हो भनेर आफै साबित गरेको हो कि म अपराधी हो, म भागेको हो, लुकेको हो भनेर।